अलराइट सो यो बाइक चाहिँ मैले अलमोस्ट 1 महिनापछि ओपनिङ गरेर हो त्यसैले प्रोटेक्ट गर्नुपर्छ बिकज यु नो चरा लकडाउनको बेला त सबैको बाइकहरू त्यस्तै नै थियो क्लिङ क्लिङ गर्दा ल क्लिङ क्लिङ गर आई थिंक रमाइलो हुन्छ होला बाहिर निक्लेको धेरै दिनपछि यति बेला त कपाल रहेछ त यार सजन दाइ किन टोपी लाउनु भएको हो त नि कपाल त छ त यार सजन दाइको अहिले तालुमा चाहिँ झर्न सुरु गरिसकेको रहेछ हेलो गाइज रियाक्सन च्यानलमा चाहिँ तपाईँहरूलाई स्वागत छ आज चाहिँ मेरो फर्स्ट रियाक्सन भिडियो हुन गइराखेको छ र हजुरहरूले थम्बनेल टाइटल हेरेर बुझिसक्नु भएको छ आज चाहिँ म सजन दाइको पहिलो भिडियो म रियाक्ट गर्न जाँदैछु नेपालको चाहिँ नम्बर 1 रियाक्सन च्यानल उहाँकै छ मेरो लागि चाहिँ उहाँ नै नम्बर 1 रियाक्सन दिने मान्छे हुनुहुन्छ किनभने उहाँको हाँसो वर्ल्ड वाइड नै फेमस छ गाइज र म पनि एकदमै ठुलो सजन दाइको फ्यान हो र सजन दाइको चाहिँ अब लकडाउनदेखि चाहिँ एक्टिभ हुनुहुन्थ्यो युट्युबमा र अहिले चाहिँ धेरै प्रोग्रेस गरिसक्नु भएको छ सजन दाइको चाहिँ म रेगुलर भ्युअर पनि हो एकदम रमाइलो लाग्छ मलाई सजन दाइको अहिले यो द लास्ट क्वेसन अनि सबै भिडियोहरू म हेर्ने गर्दछु मेरो रियाक्सन च्यानलको चाहिँ पहिलो भिडियो भएको हुनाले हाम्रो नेपालकै नम्बर 1 भिडियो रियाक्ट गर्ने हाम्रो सजन दाइको भिडियोबाट नै म आफ्नो रियाक्सन दिन सुरुवात गरिरहेको छु र फर्स्ट टाइम भएको हुनाले अलिकति के नमिल्यो जस्तो होला हजुरहरूले हेरिदिनु होला गाइस यो लेटेस्ट भिडियोहरू भइहाल्यो हामी चाहिँ ओल्डेस्टमा हेर्नेछौँ ओल्डेस्ट आई वेन्ट आउट टुडे भ्लग डे 4 वर्ष अगाडिको भिडियो छ र यो भिडियोमा हामी रियाक्ट गरौँ हेलो गाइस हाउ गाइस डुइङ गुड अलराइट ओके आज चाहिँ इज मोर लाइक अ भ्लग डे फर मी बिकज आज चाहिँ म धेरै दिनपछि बाहिर गइरहेको छु 40-42 दिनपछि बाहिर गइरहेको होला घरबाट लिटरली बाहिर गइरहेको छु म किन भन्दाखेरि चाहिँ यतिकै हावा काममा चाहिँ म हिँड्न आँटेको होइन म सिरियस काममा हिँड्न आँटेको हो किन भन्दाखेरि आज चाहिँ म डेलिभरी अब हेर्नु न यहाँ सजन दाइको पनि फर्स्ट भिडियो भयो हुनाले अलिकति नर्भसनेस देखिएको छ किनभने अब के बोल्ने हुन्छ नि त भ्लग त्यतिकै ऱ्यान्डम सुरुवात गर्दा जस्तो अहिले मलाई भइरहेछ अलि रोकेर दाइ पनि त्यस्तै गरिरहनु भएको छ लकडाउनको बेला भएको हुनाले मास्क लाउनु भएको छैन त्यति बेला दाइको कपाल थिएन टोपी पनि लाउनु भएको छ भइरहेको छु यस यो आधा राइट आज चाहिँ म डेलिभरी बोय हो द स्टोरी चाहिँ के हो भन्दाखेरि खासमा मेरो भिनाजु हि वर्क्स फर दराज होइन अनि दराजले चाहिँ अहिले के गरिरहेको छ भनेदेखि आइम नट प्रमोटिङ दराज बाई द वे आइम नट प्रमोटिङ दराज है दराज यो भिडियो हेर्नु भएको छ भने प्लिज बरु स्पोन्सर गर्नुहोस् मलाई फर्स्ट भिडियोमै कन्फिडेन्ट हेर्नु न सदन दाइको पुरा स्पोन्सर गर्नुहोस् रे कि एसेन्सियल सामानहरू चाहिँ डेलिभर गरिरहेछ अनि भिनाजु हि वर्क्स फर द्याट अनि आज उहाँ बिरामी हुनुहुन्छ अनि हि कुड नट ड्राइभ हिज भ्यान सो हि आस्क मी टु डु द्याट सो अब राम्रो सालो भएको नाताले त्यति त गरिदिनु पऱ्यो भिनाजुलाई आज चाहिँ म उहाँको गाडी लिएर ठाउँमा डेलिभर गर्न गइरहेको छु सो यहाँ रमाइलो हुन्छ होला बिकज धेरै दिन म बाहिरमा निक्लेको बाहिरको हावा पनि खान पाइन्छ प्लस मान्छेहरूको थपडा पनि देख्न पाइन्छ सो आई थिङ्क इट्स गन बी इन्ट्रेस्टिङ सो गाइस स्टे ट्युन है म टाइम र यहाँ के छ भने सजन दाइले पनि कतिपय इन्टरभ्यूमा भनिसक्नु भएको छ उहाँ चाहिँ पहिला कमेडियन हुनुभन्दा अगाडि गाडी चलाउनुहुन्थ्यो टाइम अपडेट दिइरहन्छु कस्तो टिपिकल भ्लगर जस्तो भएको तर एनीवे बाल छैन मलाई त म त बाहिर जाँदैछु यसमै रमाइलो लागिरहेको छ मलाई ओके गाइस सी यु अलराइट सो यो बाइक चाहिँ मैले अलमोस्ट 1 महिनापछि ओपनिङ गरेर हो त्यसैले प्रोटेक्ट गर्नुपर्छ बिकज यु नो चरा लकडाउनको बेला त सबैको बाइकहरू त्यस्तै नै थियो बिचरा बाहिर राख्नु भएको रहेछ यो बाइक चाहिँ मैले ट्याक्क 40 दिन भयो मैले ओपनिङ नगरेको है 40 दिन गरेछु यहाँ पानी पिलिरहेको छ तर नट ब्याड राम्रै क्वालिटीमा रहेछ तर यहाँ क्या लागेछ यार ओ ड्याम क्या लागेछ सो इट्स टाइम फर सर्भिसिङ पनि भएछ यदि तपाईँहरू आफ्नो बाइक बाहिर राख्नुहुन्छ भनेदेखि चाहिँ क्यामेरा पनि फर्स्ट भिडियोमा त्यही त हो नि अब क्यामेरा क्वालिटी अहिले दाइको त अब केही पनि पुरा नगरौँ होइन अहिले त कहाँ पुगिसक्नु भयो फर्स्टमा चाहिँ सबैको त्यही हो कि बिचरा अब हेर्नु न अहिले एनएस चलिराख्नु छ अहिले त गाडी छ उहाँको प्लिज जहिले पनि यो डिस्क लक चाहिँ राख्नु होला किनकि यसले धेरै त नहुनु तर बाहिर बाइक पार्किङ गरिरहेको हुन्छ नि त छोडिदिन सक्छ नि यही हाम्रै सल्यानमा त कति हराउँछ बाइक यो चाहिँ एकदम राम्रो गर्नुभएको छ दाइले राम्रै मात्रामा प्रोटेक्ट गर्छ तपाईँको बाइक चोरीबाट तपाईँको ह्यान्डल यो ह्यान्डल लक चाहिँ एकदम मजाले चोरहरूले चाहिँ भाँच्नु सक्छ सो यो डिस्लक भयो भने चाहिँ एटलिस्ट केही स्टेनसम्म चाहिँ तपाईँको बाइक सेफ हुन्छ त्यति तपाईँको बाइक बाहिर राख्नुहुन्छ भनेदेखि प्लिज यस्तो
यही त भन्नु तर यस्तो टाइपको डिस लक चाहिँ युज गर्नु होला ओपन भयो हेर्नु है तपाईँ स्टार्ट हुन्छ कि हुँदैन धेरै भयो मैले यो स्टार्ट नगरेको अभि एक लटमा स्टार्ट भयो नि त सही होला कति बटारे होला यसरी त बाइकलाई अब 40 दिनसम्म त त्यो इन्जिनमा त सबै तल बसेको हुन्छ नि त बाइक स्टार्ट गर्ने बित्तिकै बटार्नु चाहिँ हुन्थेन दाइले अब छिटै तातियोस् भनेर गर्नुभयो होला त्यो चाहिँ हल्का एकछिन कोल्ड स्टार्टमा छोडिदिनु पर्थ्यो खै रारा पानी सप्लायर्स रहेछ कपिराइट आउन सक्छ त्यो एक्समा हेर्नु यो त मेरो भान्जो हो हेर्नुहोस् कति चकचके छ बाबु यो के खेल्यो तैँले भान्जा भान्जी त त्यस्तै हाम्रो पनि त्यस्तै छ के हो यो रमाइलो भइरहेछ रमाइलो चाहिँ लकडाउनकै बेला हो दाइको चाहिँ जब रियाक्सन भिडियोहरू एकदम भाइरल हुँदै चाहिँ अहिलेको भाषामा चाहिँ भाइरल त्यति बेला चाहिँ एकदम पपुलर हुँदै गएको थियो नि त त्यति बेला मैले हेरेको थिएँ बिर्सिसकेँ कि यो ब्लग एकचोटि चाहिँ मैले हेरेको ब्लग उयो साइकल चढाएर ल मलाई यो साइकल त मैले गिफ्ट गरेको थिएँ उसलाई धेरै वर्ष अगाडि अब चलाउन चाहिँ आउँदैन सुन्नु साइकल चला देखा छिटो यो साइकल चला देखाउ त ल मामालाई ल हेरौँ त आउँछ मलाई साइकल चला देखाउ त ल ल चलाउन सकेन म कबाडीलाई बेचेर पठाइदिन्छु यो हो बिस्तारै हो क्लिङ क्लिङ गर त ल क्लिङ क्लिङ गर सुप्रिम नाइस डुइङ बिजनेस विथ यु ह्यान्डसेक गर न ह्यान्डसेक गर न चु गर हो जी गर हो ल वेल डन मेरो यो भ्यान चलाउने ड्युटी परेको छ है सो यसमा चलाउनुहुन्थ्यो भनेर दाइले अब यति बेला चाहिँ खै चलाउनु थिएन होला भिनाजुले जाम भनेर लकडाउनको बेला घरमा बस्दा बस्दा अहिले त्यो कुरा भन्नुहुन्छ होला घर बस्दा बस्दा बोर भावनाले यसो गाडी चलाउनु गाह्रो जस्तो मलाई चाहिँ लाग्यो है अलमोस्ट 3-4 वर्ष भइसक्यो मैले गाडी नचलाएको होइन म पहिला चलाउँथेँ अफिसको गाडीहरू होइन सो अहिले चाहिँ धेरै भयो मैले नचलाएको सो हेर कमेडी च्याम्पियन पछि हो नि त युट्युब स्टार्ट गर्नु अलिकति डर लागिरहेछ हेरौँ कस्तो हुन्छ सो यसरी चाहिँ सामानहरू लोड हुन्छ गाडीमा अनि ठाउँ ए दराजको सामान जुन अनलाइनमा अर्डर गरेको त्यो डेलिभरी गर्ने ठिक 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 नाइस खासमा त वर्ल्ड नेपाली प्लस आकाश क्षेत्र चाहिँ है आकाशै देखेको छैन त्यस्तो खतरा चाहिँ पर्दैन होला तर परे पनि बालो हामी त गाडीमा हो एन्ड सो आज चाहिँ कडाइ ड्युटी परेको छ मेरो सो आई थिङ्क रमाइलो हुन्छ होला बाहिर निक्लेको धेरै दिनपछि यति बेला त कपाल रहेछ त यार सजन दाइ किन टोपी लाउनु पर्दैन होला तर परे पनि बालो हामी त गाडीमा हो एन्ड सो आज चाहिँ कडाइ ड्युटी परेको छ मेरो सो आई थिङ्क हो त नि कपाल त छ त यार सजन दाइको अलिअलि तालुमा चाहिँ झर्न सुरु गरिसकेको रहेछ हुन्छ होला बाहिर निक्लेको धेरै दिनपछि है सो या look at my new looks as a delivery boy nice looks देखिरहेछु म अनि सो I'm in the car right now कार भन्न आएछ जस कार चढ्ने बानी भइसक्यो यस्तो हुन्छ नि त अर्काको तर आफ्नो होइन सो I'm in the van right now है सामानहरू सब लोड भइसकेको छ सो आज मेरो दिनभरि काम भनेकै यो सामानहरू डेलिभरी गर्ने मसँग एउटा हाम्रो पोर्टर ब्रो पनि हुनुहुन्छ सो उहाँले चाहिँ सबै लिस्टहरू टिप्नु भएको छ कसलाई डेलिभर गर्ने कसलाई के गर्ने भनेर सो लोकेसनहरू सब उहाँलाई थाहा छ म चाहिँ के थाहा छैन म चाहिँ सिर्फ पुऱ्याइदिनु मात्र हो सो या रमाइलो हुन्छ होला
सुरुमा त मलाई अक्वर्ड लाग्थ्यो यो काम गर्नलाई होइन तर यसो खासै भिडियोमा त हिँडेको अलिअलि हिँड्या देख्यो तर दाइले चाहिँ बेसी गरी हिँड्या छ सायद अब भिडियोमा सबै कुरा देखाइन नि त पुरै स्यास्या भएको छ मोटो मान्छेलाई म पनि अलिकति हिँड्ने बित्तिकै पुरा स्यास्या हुन्छ कि चाहिँ घरमा बसेर के गर्ने होइन प्लस अब भिनाजु नि बिरामी हुन्छ सो केही प्रोडक्टिभ गरौँ भनेर चाहिँ मैले गरेको प्लस मेरो ड्राइभिङ स्किल पनि राम्रो हुन्छ होला सो हामी त गाह्रो हाम्रो प्रोडक्ट आउँदै हुनुहुन्छ सो त्यसपछि के हुन्छ हेरौँ है त पानी परिरहेछ वाइल्डै यु क्यान सी पानी परिरहेछ झन् डिफिकल्ट हुन्छ यो अब चलाउनलाई तर नो प्रब्लम गेम जस्तो लागिरहेछ कि मलाई त मिसन कम्प्लिट गर्नुपर्ने गेम जस्तो लागिरहेछ है चाहिँ खाजा रहेछ है म चाहिँ सानो भ्लग बनाइरहेको छु ब्रोलाई प्रब्लम छैन होला नि है अर्को मान्छे म भिनाजु हुन्छ है भनेको ल मसँग चाहिँ ब्रदर जाँदै हुनुहुन्छ होइन खासमा उहाँसँग चाहिँ म गइरह हो सो लाइट ब्रदर जाउँ है त अब आज हाम्रो फर्स्ट डेलिभरी हो फर्स्ट डेलिभरी हो अरे सदन दाईको बानी उहिलेदेखि के हाँसिरहेको त्यत्तिकै अब हाँस्नु भने केही थिएन नि त्यत्तिकै दाई हाँस्दिनु हुन्छ म चाहिँ बाहिर निक्लिनु सक्दिनँ किनभने पानी परिरहेछ यता वाइल्डै सो मेरो मोबाइल पनि जोखिममा पर्ने अवस्था छ फर्स्ट डेलिभरी डन सो यसरी बाटो ब्लक गर्दैको छ है जाने ठाउँ छैन सो प्लिज यो जसको पनि गाडी हो यसरी चाहिँ नराखिदिनुहोस् हामीलाई जानु अप्ठ्यारो भएछ हामीलाई मात्रै होइन अरूलाई पनि जानु अप्ठ्यारो हुन्छ होला सायद सो यसरी राख्ने भएदेखि एउटा गाडी पास हुने गरी चाहिँ राखिदिनु होला यस्तो गाह्रो छ हेर्नुहोस् अब सिधै पछाडि जस्तो आयो त्यसै जानु परिरहेछ ओ माई गड कहिले गाह्रो छ यार हेलो यो चाहिँ आज हाम्रो दिनको सेकेन्ड डेलिभरी हो यो घरमा नाइस अब ड्राइभिङ काम चाहिँ हामीले सोचेको भन्दा लास्टै धेरै गाह्रो छ बिकज यस्तो यस्तो ठाउँमा जानुपर्छ यस्तो ठाउँमा जानुपर्छ भर्खर हामी एउटा ठाउँमा आयो है यस्तो ठाडो उकालो थियो यो चढाउनै गाह्रो यो ब्रदरले यस्तो मरिमरि ठेलेर गाडीलाई है फाइनली त्यो गाडी चाहिँ उक्लियो यो गाडी चाहिँ उक्लियो है अब एउटा ठाडो ओह्रालो छ त्यो पनि म देखाउँछु तपाईँलाई एकछिन पाउने है सदन दाईको हाँसेको चाहिँ म मात्रै होइन ल तपाईँहरू पनि अनि बाटो देखाइदिनु न हाम्रो दर्शक बिना हाम्रो क्यामराम्यान यस्तो बाटो छ ल रोडी भन्दा कम छैन कि यो वाइल्डै गेलो होइन पोल पनि छ कि बिचमा यस्तो नापी इन्च नापेर छिराउनु पर्छ कि अब भयो त ल ल ड्राइभिङ काम त सजिलो छैन नि त हो किन भन्नु त एकदम गाह्रो छ नि वाइल्डै गाह्रो छ क्या ड्राइभिङ काम त उयो टर्निङ हो क्या सबसे खतरा चाहिँ फेरि दाईको चाहिँ फर्स्टमै अब भ्लगबाट नै स्टार्ट गर्नु भएको रहेछ दाईले त्यो च्यानलमा रियाक्सन भिडियो अहिले त सोहरू पनि ल्याइराख्नु भएको छ अलिकति भ्यू देखाइदिउँ त्यो पपुलारिटी चाहिँ सदन दाईले रियाक्सन भिडियोबाट नै पाउनु छिटो कि च्यानल ग्रो भयो अनि आदि पनि भ्याएको छैन सो आई थिङ्क इट्स अ टफ डे एट वर्क म्यान सामान डेलिभरी हुँदैछ दाईको त त्यति बेला मोबाइल पनि राम्रो रहेनछ कि सुरुमा स्ट्रगलमा चाहिँ त्यही हो कि गाइस म पनि अहिले त्यो मेरो पुरानै फोनमा त सबै गरिरहेको छ अहिले रियाक्सन भिडियो स्क्रिन रेकर्ड पनि पुरानो अलमोस्ट फिनिस धेरै छैन अब हेर्नुहोस् गाडी प्याक थियो अब धेरै छैन वाइल्डै गाह्रो हुँदो रहेछ रियलाइज गरेको थिएन गाडी चलाउँदा नि यति गाह्रो हुन्छ भनेर गाह्रो भन्नाले त्यस्तो गाह्रो चाहिँ होइन बट देन कस्तो भन्दाखेरि अब त्यो कस्तो बाटोहरू एउटा त रफ त्यसपछि मान्छेहरूको घर घरमा जानुपर्ने सो नयाँ एक्सपिरियन्स भयो मेरो लागि चाहिँ जस रमाइलो एक्सपिरियन्स भयो होइन यसो एउटा दुइटा बाइक छ त्यसपछि सिद्धिन्छ अलराइट सो आजको हाम्रो दिन चाहिँ सिधेको छ है ट्राफिक सिधेको ट्राफिक छ समाज त्यही कुरामा पनि ट्राफिक त्यति
ओके हाम्रो दिन चाहिँ सकिएको छ है भन्दा के गर्नु भने ट्राफिक दाइहरूले यता फर्काउँदा दाइ क्यामेरा अलिकति एक्सपर्ट परेको छ सो मेरो दिन चाहिँ छ रमाइलो भयो आजको दिन जस नाइस भयो है डेलिभरी गर्न थ्याङ्क यू सो मच दाइ हाम्रो दाइ चाहिँ एकदम तपाईँको नाम के दाइ म नाम सोध्नु पछि यार ईश्वर श्रेष्ठ ईश्वर दाइ हो ओके एकदम ग्रेट कम्पेनियन हुनुहुन्थ्यो उहाँ थ्याङ्क यू सो मच हामीलाई चाहिँ जस आजको दिन प्रोडक्टिभै होस् लाग्यो नयाँ एक्सपिरियन्स अनि डेलिभरी गर्ने काम चाहिँ एकदमै सजिलो रहेछ सजिलो रहेछ सरी गाह्रो रहेछ होइन सो डेलिभरी गर्ने मान्छेलाई हतपत हामीले जज नगरौँ उहाँले पनि धेरै गाह्रो काम गर्नुभएको छ सो एज अफ टु अल द पिपल जसले डेलिभरी कामहरू गर्नुहुन्छ है मलाई चाहिँ एकदमै गाह्रो लाग्यो काम गाह्रो भन्नाले अलिकति हेसल हुँदो रहेछ सो या हेज अफ टु अल द पिपल सो त्यति भन्दै आजको भ्लग चाहिँ सिक्यो बाइ गाइस सदन दाइको भिडियो त अब अलवेज दामी नै भइहाल्यो र आज चाहिँ मैले फर्स्ट टाइम रियाक्ट गरेको अलिकति नर्भसनेस कस्तो कस्तो देखिन सक्छ गाइस आउँदा दिनहरूमा म इम्प्रुभ गर्ने नै छु आजको फर्स्ट भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो साथ सपोर्ट दिँदै जानु होला लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला मलाई चाहिँ एकदमै मनपर्छ सदन दाइ चाहिँ म अहिले पनि रेगुलर उहाँको प्रत्येक भिडियोहरू हेर्ने गरिरहेको छु होप तपाईँहरूले आजको भिडियो इन्जोय गर्नुभयो होला फेरि पनि हामी नयाँ रियाक्सन भिडियोमा भेटे नै छौँ त्यतिन्जेलको लागि बाई गाइज